युवा पुस्ताले जे गरी देखाए त्यो हामी सबैजनाले कल्पना पनि गर्न सक्दैनौँ। युवा पुस्ताले त्यो गरी देखाए जुन हामीले हाम्रो मनमा यस्तो भए पनि हुन्थ्यो नि भनेर सोच्ने मात्रै थियो। अब गन्तव्य नपुगी रोक्न हुँदैन। थकाइ अलिकति लाग्ला तर थाकेर बस्ने सुविधा अब उज्यालो नेपाल पार्टीलाई छैन, कसैलाई छैन, नागरिकलाई छैन, हामी कसैलाई छैन। यो हेलिकप्टरको डोरी चढेर को जानु पर्यो? जसले आफ्नो पार्टीलाई प्राली बनाएर राखे, आफ्नै गुट अवगुटको गरे, त्यसकारण त्यो हेलिकप्टरको डोरी चढेर जानु पर्यो। राजनीतिक पार्टी नागरिकको पार्टी बनाऊ। कति वर्ष 25 वर्ष अगाडि पनि आफ्नो परिवारको आहुति दिएर देश परिवर्तन हुन्छ भनेर पर्सनल लेभलमा, व्यक्तिगत तवरमा कसैले गुमाइसकेको मान्छे हाम्रै अगाडि छन्। अब प्रश्न सोध्नुपर्छ, कहिले चाहिने नेपालले हामीले सोचेको जस्तो नेपाल हामीले नबनाउने हो भने कसले बनाउँछ भन्ने पहिलो प्रश्न। कुनै पनि नागरिकले नागरिक भएर बाँच्नको लागि कुनै पनि राजनीतिक दलको फेर समात्नु पर्ने, कसैको कृपामा बस्नुपर्ने, त्यो अन्त्य हुनु पर्यो। यो पार्टीले त्यो गरोस्। यो नेपालको मूल मुद्दा नै यही हो। यहाँहरू सबैजना यो संवादको घर दैलोमा जानु, सबैजनालाई एक ठाउँमा ल्याउनुहोस्, सबैजना एकजुट भएर अब चाहिँ नेपाल बनाउनै पर्छ। घाइते भएको भाइ बहिनीहरूलाई अस्पताल पुर्याउँछु भनेर सोचेको थिएन। त्यो सिचुएसनले डिमान्ड गरेको हो, त्यसलाई सिचुएसनल लिडरसिप भन्छ। र अहिले जुन हाम्रो नेपालको विषम परिस्थिति छ, यो 23 गते र 24 गते मैले अनुरोध गरेँ, 23 गते र 24 गतेलाई जुन छुट्याएर हेर्ने परिपाटी बनेको छ, त्यसलाई 23 गते र 24 गते एउटै दिन हो। त्यो जेनजी हाम्रो युवा पुस्ताले, हाम्रो भविष्य पुस्ताले गरेको विद्रोह हो। त्यो विद्रोहले किन जन्म लियो त्यो प्रश्न सोधौँ। यही स्टेजबाट तपाईँहरूले कथा सुनिसक्नुभयो। कति वर्ष 25 वर्ष अगाडि पनि आफ्नो परिवारको आहुति दिएर देश परिवर्तन हुन्छ भनेर पर्सनल लेभलमा, व्यक्तिगत तवरमा कसैले गुमाइसकेको मान्छे हाम्रै अगाडि छन्। तर उहाँ नै हुनुहुन्छ भदौ 23 गते आफ्नो भाइ बहिनीहरूलाई बाइकमा राखेर कुदाएर अस्पताल पुर्याउने। अब प्रश्न सोध्नुपर्छ, कहिले चाहिने नेपालले हामीले सोचेको जस्तो नेपाल हामीले नबनाउने हो भने कसले बनाउँछ भन्ने पहिलो प्रश्न। भदौ 23 र 24 गतेको जुन क्रान्ति भएको छ, त्यो क्रान्तिको बिउ भनेको विभेद हो, असमानता हो। त्यो विभेदलाई आक्रमण गर्नुको साटो सत्ताधारीहरूले नागरिकलाई आक्रमण गरे, हाम्रा स्कुल युनिफर्ममा भएका भाइ बहिनीहरूलाई आक्रमण गरे। त्यसपछि 24 गते उत्पत्ति भएको हो। 2 दिनमा युवा पुस्ताले जे गरी देखाए त्यो हामी सबैजनाले कल्पना पनि गर्न सक्दैनौँ। युवा पुस्ताले त्यो गरी देखाए जुन हामीले हाम्रो मनमा यस्तो भए पनि हुन्थ्यो नि भनेर सोच्ने मात्रै थियो। यसैले मैले अनुरोध गरेँ पार्टीलाई, भदौ 23 र 24 गतेको जुन मूल मुद्दा छ, विभेद विरुद्धको मुद्दा छ, त्यसलाई अंगीकार गर्नुहोला। त्यो हो नेपालको मूल मुद्दा, भ्रष्टाचार, नातावाद, कृपावाद। कुनै पनि नागरिकले नागरिक भएर बाँच्नको लागि कुनै पनि राजनीतिक दलको फेर समात्नु पर्ने, कसैको कृपामा बस्नुपर्ने, त्यो अन्त्य हुनु पर्यो। यो पार्टीले त्यो गरोस्। यो नेपालको मूल मुद्दा नै यही हो। दोस्रो एकदम महत्त्वपूर्ण, हामीले आज यहाँ मञ्चमा बस्दै गर्दाखेरि, हजुरहरूले त्यहाँ बसेर सुन्दै गर्दाखेरि एकदम महत्त्वपूर्ण, हाम्रो इमिडिएट गोल के हो? हाम्रो इमिडिएट गोल भनेको अपरिहार्य नेपालले खोजेको, नेपाली जनताले 23 र 24 गतेबाट सडकबाट भनेको कुरा के हो? हामीलाई पुरानो राजनीतिक संस्कार पुग्यो भनेको। हामी यसरी बस्छौँ, हेर्दाखेरि त यो 5 ठुलो जस्तो लाग्छ, तर जब यो मुट्ठी बन्छ
त्यति बेला मात्रै हामी पावरफुल हुन्छौँ। होइन छुट्टा छुट्टै फरक फरक बाटोमा सबैजना जाने हो भने यो पुरानो पार्टीहरूलाई रेड कार्पेट लगाएर आउनुहोस्, फेरि त्यही रिपिट गर्नुहोस् भन्ने हुन्छ। त्यसकारण मैले सबैजनालाई अनुरोध गरेँ, सबैजना आफ्नो बाटो होइन मन फराकिलो गरेर कसरी कुन मुद्दामा आज जुन एजेन्डाहरू घोषणा भएको छ त्यो एजेन्डामा फरक कसको के छ त? कसैको पनि छैन। भनेपछि हामी फरक फरक किसिमले किन हिँड्ने? त्यो रेड कार्पेट पुरानो पार्टीको संस्कारलाई अब निषेध गर्नको लागि चाहिँ नि सबैजना एकै ठाउँमा आउनुपर्छ भनेर मैले अनुरोध पनि गरेँ। धेरैजनाले सोध्छ सुमना कहाँ छ, सुमना कहाँ छ? सुमना एकतामा छ। एकता हुनै पर्छ र एकताको बाटो लगेर यो पुरानो राजनीतिक संस्कार जसलाई थाल्नको लागि हाम्रा भाइ बहिनीहरूले स्कुल युनिफर्ममा गोली खाएर यो अपदस्थ गरेका थिए, उहाँहरूलाई चाहिँ नि यो ब्याक टु कुर्सी लगाउने कसैले यो हामी सबैको दायित्व पनि हो। त्यसकारण मैले सबैलाई अनुरोध गरेँ, फराकिलो छाती राखौँ, एजेन्डामा एकरूपता ल्याउँ, एजेन्डामा सहकार्य गरेर अब यो देशलाई निकास देऊ। अबको बाटो भनेको निकास नै हो। 25 वर्षसम्म न्याय कुर्दै बस्यो, अब पनि 25 वर्ष कुर्ने, बहिनीले भने त 50 वर्ष कुर्ने होइन। जुन आमाले अब छोराछोरीले मेरो टेक केयर गर्छ भनेर बसेको छ, ती छोराछोरीलाई अब टेक केयर गरेर फेरि यो सत्ताधारीहरूले गरेपछि यो प्रपञ्च भनौँ कि यो संस्कार भनौँ, यसलाई त बन्द गर्नै पर्छ। त्यसकारण यो अबको बाटो भनेको, अबको बाटो सुशासनको बाटो हो, अबको बाटो विधिको बाटो हो र अबको बाटो भनेको विभेद रहित समाज, अवसरहरूमा समान अवसर पाउनु पर्यो। मैले गर्ने मेहनत, बहिनीले गर्ने मेहनत, यहाँहरूले गर्ने मेहनत, आदरणीय दाजुभाइ दिदीबहिनी बुवा आमाहरू, हामीले गर्ने मेहनत र अरू एक व्यक्तिले गर्ने मेहनतको फल त्यति फरक हुनु भएन। नेपो बेबी, नेपो ट्रेन्ड त्यही नै त्यसैको विरुद्ध थियो, असमानताको विरुद्ध, अवसरमा समान अवसर नभएको विरुद्ध थियो। त्यसलाई अंगीकार गरेर अबको निकासको बाटो यो उज्यालो नेपाल पार्टी एउटा कडी बनोस्। यो 5-7 जना छरिएर होइन, एक ठाउँमा आएर एक ढिक्का भएर पुरानो राजनीतिक संस्कार, नातावादको, कृपावादको, बेथितिको, विसङ्गतिको यसलाई चाहिँ नि अब क्लिन स्विप आउट गर्ने, क्लिन बोल्ट गर्ने बेला आइसकेको। यसको लागि चाहिँ नि मैले सबैजनालाई अनुरोध गरेँ, यहाँहरू सबैजना यो संवादको घर दैलोमा जानु, सबैजनालाई एक ठाउँमा ल्याउनुहोस्, सबैजना एकजुट भएर अब चाहिँ नेपाल बनाउनै पर्छ। मैले अनुरोध गरेँ, अन्तमा यो पाइला उठिसक्यो, उठिसकेका हातहरू अब थाक्न पाउँदैन, उठिसकेका पाइलाहरू अब गन्तव्य नपुगी रोक्न हुँदैन। थकाइ अलिकति लाग्ला, तर थाकेर बस्ने सुविधा अब उज्यालो नेपाल पार्टीलाई छैन, कसैलाई छैन, नागरिकलाई छैन, हामी कसैलाई छैन। त्यसकारण यो पार्टी नागरिकको पार्टी बनाउनु होला। यो पार्टीमा जबसम्म नागरिकले मजाले एक्सेस पाउँछन्, जबसम्म आफ्नो विचारहरू राख्छन्, त्यति बेलासम्म यो पार्टी हुन्छ। होइन भने यो हेलिकप्टरको डोरी चढेर को जानु पर्यो, जसले आफ्नो पार्टीलाई प्राली बनाएर राखे, आफ्नै गुट अवगुटको गरे, त्यसकारण त्यो हेलिकप्टरको डोरी चढेर जानु पर्यो। राजनीतिक पार्टी नागरिकको पार्टी बनाऊ, यसमा मेरो शुभकामना छ। यहाँहरूले एकदम दमदार रूपमा अब आउने निर्वाचनमा तपाईँहरूको उपस्थिति रहोस्, मेरो शुभकामना जहिले पनि छ।